प्रेतसी म्यो तमु में प्रेतसी स्यो कैतसी तिल्यो सारा म्यो तमु लखै मुलो सारा चारा दो पोळटा दो पारा दो म्योलत मुङे हुलरी आसिमाल पिनो म्योलत मुङे हुलरी आसिमाल पिनो आसिमाल पिनो जब आबिदो क्लब क्लब आबिदो पेतसी सैतोसी आसिमाल पिनो पेतसी सैतोसी आसिमाल पिनो आसिमाल पिनो तमु में प्रेतसी म्यो तमु में प्रेतसी स्यो कैतसी तिल्यो सारा स्यो कैतसी तिल्यो सारा म्यो तमु लखै मुलो सारा म्यो तमु लखै मुलो सारा म्यो तमु लखै मुलो सारा तमु लखै मुलो सारा म्यो तमु लखै मुलो सारा 1 2 3 Happy लोसारको सम्पूर्ण म शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण महानुभावलाई धेरै धेरै धन्यवाद। अब हामी सबै हिल्छ गीत गाउँछौँ। हिल्छ गीतको लागि हङकङ तान्तिङ परिवार पदम गुरुज्यू तयारी अवस्थामा रहनुहोला र उहाँहरूलाई नेपालबाट पाल्नुहुने कलाकारहरू प्रमुख अतिथिज्यू हामी आजको कार्यक्रममा
गुड मर्निङ ह्याप्पी लोसार आज लोसार मनाउन हामी पाल्नु हुने सम्पूर्ण महानुभावहरूलाई हामी हार्दिक स्वागत गर्छौँ मेरोलाई गुड मर्निङ भन्नु छौँ र आउनेहरूलाई पनि हामी हार्दिक स्वागत गर्छौँ हामी मङ्की लागेको छ आज लोसार मनाउन सब परिवार हामी साडु म दिदी चन्द्रेश्वरको फ्यामिली बुढीहरू चाहिँ पछि पछि आउँदैछ हामी चाहिँ चुला पाउँदैन भनेर रिचार्ज बनाएको फाइनली हामी धन्दा चुलो खुस्किसकेको थियो धन्दा अलिकति छिटो भएर पाइयो अब हामी सेटअप गर्दैछौँ सेटअप हाम्रो अहिले अब दिदीहरूको सरप्राइज गिफ्टबाट पैसा आएकोबाट ड्रोन किनेको यो डिजेआई आज यसको ट्रायल बेस हाल्दैछु मैले धेरै पछि ट्रायल गर्न पाएको छु होला अब हेर आज दिनैभरि रमाइलो कार्यक्रम गरेछौँ अबको केही समयमा हामीले औपचारिक कार्यक्रम सुरु गर्ने भएको हुनाले हाम्रो अतिथिहरू तयारी अवस्थामा बस्नु होला हामी स्टेजको वरिपरि बस्नु होला र हाम्रो स्टलमा खानेकुराहरू बिक्रीमा राखिएका हुनाले यहाँले खाना लिन सक्नुहुन्छ हाम्रो गेटको छेउतिर सानसानो बालबालिकाहरूले मजाले क्या चाहिए ह्याप्पी लोसार चन्दे सर के हुँदै हुन्छ आज सबैजनाको परिवारमा सुख शान्ति होस् भन्ने शुभकामना ओके हाम्रो यो चुलो हो हाम्रो चुलो यहाँ सेटअप भइसक्यो अब बस्नलाई सेटअप गर्दैछ अझै मान्छेहरू झन्डै आइसक्यो चेयर्स हुँदैन आसिमालामु आसिमालामु आए ललिसा के गर्नुभएको हजुरले ओ नेपाली भन न लोसार के गर्नुभएको हजुरले यता चाहिँ स्टलहरू लागेको छ सेलरोटी आउँदैछ टमेटो लोसार बनाउँदै सबै मान्छे रमाइलो गर्दै मान्छेहरू अझै आउँदैछ टक्कै बच्चाहरू खेल्न आउनेछ यहाँ टिकट काउन्टर बनाएको छ यहाँ टिकट लिने महिला संयोजक भक्ति गुरुङज्यूलाई आशीर्वाद गर्नको लागि हार्दिक अनुरोध गर्छु अगाडि बढिदिनु होला अझै अगाडि मञ्चमा आइदिनु होला समाजलाई हार्दिक स्वागत छ मञ्चमा हार्दिक सम्मान छ तमुटो लङगङसँगको सम्बन्ध अतुलनीय रहनेछ यो सम्बन्ध सदा निरन्तर र सुमधुर रहनेछ भन्ने हामीले विश्वास लिएका छौँ गुरुङहरूको मृत्यु संस्कारमा मृत्युपछि 13 दिन 45 दिन 49 दिनमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै स्वर्ग पुगोस् भनेर हामीले आयोजना स्वर्गीय आत्माको सम्मानमा
सिरी मनाइदिबा चलन मु सत चलनलाई निजी चुरी प्रस्तुत लसिन मु पकन पनि केमेजी यो सिरी अनि न तीच ल ल ल ल ल ल मति खोले थिमे कदी खदी याइचा सुके च बिसिरी छतरीला सम्पूर्णको चाहिँ उज्जवल दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै लोछारको हँसीमाला भन्न चाहन्छु र आज हामी तान्त्रिक परिवार हङकङको मन्दिरमा आयोजना गर्ने लोसार पर्वको महत्त्वपूर्ण बाटो बनिरहेको नेपाल संस्कृतिलाई आफू अनुसरण गर्दै गएको छ। म यसका तान्त्रिक परिवारलाई बिस्तारै अगाडि बढिदिनु पर्ने अनुरोध गर्दछु। टाइमको पनि ख्याल गरिदिनु होला। बोल्न सक्नुहुन्न। 9 वर्षको चाहिँ उमेर भइसक्नु भएको छ। यो हाम्रो गर्नुपर्ने विधि पनि गर्नु भएको छैन।
कार्यक्रम एभ्री इयर प्रत्येक वर्ष राख्ने गरेका छौँ र यस वर्ष पनि म वेशभूषा कार्यक्रम लिएर वेशभूषा प्रतियोगिता लिएर आएकी छु। यहाँहरूको माझ भएको नानीहरूलाई एक गरेर मञ्चमा निम्त्याउँदैछु। कृपया जजहरूको ध्यान आकर्षण गराउन चाहे। सबैभन्दा पहिला म अर्सुबी तमुस्योलाई मञ्चमा निम्त्याउन चाहन्छु। उहाँले जाने पनि नजाने पनि आफ्नो तमु भाषामा आफ्नो परिचय तथा आफूले लगाएको गरगहने कोसिस गर्नेछ। उहाँलाई प्लिज वेलकम अर्सुबी तमुस्यो। यो मञ्चमा यति सानो नानी वेशभूषाको प्रतियोगितामा आउनु भनेको एकदमै ठुलो कुरा हो कि होइन? प्लिज ताली बजाएर स्वागत गर्नु है त नानीहरूलाई। किमी त जा नानी। नमस्ते छ्याजलो नैमी अर्सुबी तमुस्योको तान्तमुलाई आसिमालामु इसी खासी चुजोको चुसिरुफुलको चुचन्द्रमगो चुपिरुगो चुआमेलगो चुकर्मेगो चुकर्मुगो चुगलेगो चुगलेगो चुचोलोगो चुमालुलिगो चुनाफुलिगो चुलुङ्गिगो पतुकिगो नासा लाङदिरीको गई आमाई नासा चित्रे पर्वत चित्रेको गई नासा लाङदिरीको तारका हौसन पाला तर्चे धन्यवाद। थ्याङ्क यू। धेरै धेरै धन्यवाद अर्सुबी गुरुङ। जय तमु जय बुद्ध ह्यापी लोसार। थ्याङ्क यू सो मच अर्सुबी गुरुङ हुनुहुन्थ्यो। नानीले धेरै राम्रो परिचय दिएर जानुभएको छ। आफ्नो जानी नजानी भए पनि त्यतिको त जानेकै हो। र म दोस्रो प्रतिस्पर्धीतर्फ लम्किन चाहन्छु र उहाँ हुनुहुन्छ सुयस्ना गुरुङ। छेजेलो ngami suyasna tamusugo ngo Freddy toy ngola nasa tomde Freddy ga chungwala
个中俄了肉嘎个中俄了grow木个中俄了马路里个धन्यवाद थ्याङ्क यू सो मच सेरिन्सा गुरुङ हुनुहुन्थ्यो र अब म तेस्रो प्रतिस्पर्धीतर्फ लम्किन चाहन्छु र अरबेला गुरुङलाई म मञ्चमा निम्त्याउन चाहन्छु अरबेला गुरुङ नमस्ते छात्राहरू नमस्ते छात्राहरू मेरो नाम अरबेला गुरुङ यो पुलमाया यो बेग यो चौपन टिचर अनि गयो अनि लेहङ्गा अनि चुडी अनि बाबाई सो स्विट एकदमै राम्रो है नानीले नेपाली भाषामा एकदम राम्रोसँग परिचय दिएर जानुभएको छ र त्यसै गरी म अर्को प्रतिस्पर्धीलाई निम्त्याउन चाहन्छु उहाँ हुनुहुन्छ दीक्षा गुरुङ छात्रहरू मी दीक्षा तमु लोसारको सबैलाई शुभकामना अब शिरबन्दी चुलाई लाछा डोरी पिमु चुलाई चन्नमा पिमु चुलाई फुल चुलाई पिरु चुलाई नौगेरी चुलाई घलेक चुलाई पटुकी चुलाई टिकिस चुलाई लुङ्गी चुलाई कर्मु चुलाई चुरा चुलाई फुली पिमु थ्याङ्क यू सो मच र म अर्को प्रतिस्पर्धीलाई निम्त्याउन चाहन्छु बिसिका गुरुङलाई म निम्त्याउन चाहन्छु मञ्चमा Halo, ngai mi bisika tamuso, ngai NASA founder Kaskigo, Hai Hong Kong, Fotangar team. Ngai NASA, ngai Kibarsi, Chu Solo, Chu Pro, Chu Chiringwi, Chu Kramu, Chu Hamel, Chu Piru, Chu Asurpi, Chu Marachura, Chu Top, and Chu Mara Kilip. सबैलाई ह्याप्पी लोसार धन्यवाद थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद र म वेशभूषा प्रतियोगिताको म अन्तिम प्रतिस्पर्धीलाई निम्त्याउन गइरहेकी छु र हाम्रो अन्तिम प्रतिस्पर्धी हुनुहुन्छ यानली गुरुङ आउँछ नानी ओके नानीले चाहिँ मान्नु भएन है एनाली गुरुङले चाहिँ उहाँले गर्दैन भनेर भन्नुभएको छ र हजुरहरू सबैलाई एउटा कुरा जानकारी के गराउन चाहन्छु भने जति पनि मैले यहाँ 5 जना मञ्चमा प्रतिस्पर्धीहरू प्राप्त गरेकी छु आज उहाँहरूलाई हामीले कसैलाई पनि कर लागेको होइन हामीले वेशभूषा प्रतियोगिता पनि हुँदैछ है भनेको भरमा उहाँहरू विनर हुनुहुन्छ अघि नै भनिसके सबैले आफ्नो तर्फबाट धेरै कोसिस गर्नुभएको छ र यसपल्ट उहाँहरूले गुरुङ भाषामा नै अथवा तमु भाषामा नै उहाँले प्रतियोगितामा आफ्नो परिचय दिने काम गर्नुभयो त्यसको लागि म एकदमै एप्रिसिएट गर्छु प्रशंसा गर्छु र उहाँहरूलाई सबैजना विनर हुँदाहुँदै पनि फेरि हामी 3 जना मात्रै नाम चुज गर्न पर्ने भएको हुनाले आज म तेस्रो तर्फको नाम राख्न चाहन्छु आजको यो प्रतियोगितामा तेस्रो हुन सफल हुनुभएको छ शेषना गुरुङ होला उहाँलाई बधाई छ उहाँले गुरुङ भाषामा पनि भन्नुभएको थियो आफ्नो परिचय होइन र एकदम नानीलाई धेरै धेरै बधाई छ दुईजना जजेसहरू हाम्रो मिन दाजु र टिका गुरुङज्यूलाई पनि स्टेजमा जोडिदिनु हुन हार्दिक अनुरोध गर्दछु म र त्यसै गरी दोस्रो हुन सफल हुनुभएको छ बिसिका गुरुङ
बधाई छ। धन्यवाद। यहाँ चाहिँ सानो नानीहरू पनि भयो, ठुलो पनि भयो, त्यसैले गर्दा हामीलाई एकदमै अप्ठ्यारो भएको थियो, तर पनि गुरुङ भाषामा नै सबैजनाले भन्नुभएको हुनाले हामीलाई चाहिँ निर्णय गर्न चाहिँ अलिकति सहज भएको थियो है आज चाहिँ। र त्यसै गरी आजको यो तमु टोयोला हङकङले आयोजना गरेको तमु वेशभूषा प्रतियोगिता 2026मा विनर हुन सफल हुनुभएको छ। द च्याम्पियन अफ द इयर हुनुहुन्छ आरसीबी गुरुङ। कङ्ग्रेचुलेसन आरसीबी। आरसीबीले चाहिँ गुरुङ भाषामा अथवा तमु भाषामा आफ्नो परिचय सहित आफूले लगाएको वेशभूषाको नाम भन्न सफल हुनुभएको थियो र सुरुमै भए पनि उहाँ चाहिँ एकछिन त अलिकति लडबडाउनु भएको थियो अरे, डराउनु भएको थियो, तर लास्टमा उहाँले चाहिँ यस्तो कन्फिडेन्स साथ आफ्नो परिचय राख्नुभयो, त्यसलाई चाहिँ हामीले एप्रिसिएट गर्नुपर्छ। ओके, सबैजनालाई धेरै धेरै बधाई छ, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद हाम्रो सानसाना बाबु नानीहरूलाई। मन त लागेको थियो नानी बाबुहरूको अझै धेरै कुराहरू सुनाऊ, तर समयको पाबन्दी छ। यहाँहरू सबैलाई रमाइलो गर्न मन लाग्यो होला, हाम्रो पनि लागेको छ। जान्छु अब पिराती लाएर डुम्रे
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ